सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा 1 रुपियाँ पनि करदाताको पैसा बाँडिएको छैन। सरकारले चक्रीय कोष बनाएर सहजीकरण गरिरहेको छ। यो करदाताको पैसा बाँडेको होइन, यो चाहिँ चक्रीय कोष बनाइन्छ। सहकारीबाट पनि रकम वसुल्ने र यता सरकारले सहजीकरण पनि गरिदिँदाखेरि चाहिँ बजार पनि अलिकति चलायमान हुन्छ कि भनेर हामीले गरेका हौं। यो विरोधीहरूले सरकारले कर उठाएर सिधै पैसा बाँड्यो भन्दै आलोचना गरिरहेका छन्। मानौ एउटा गाउँमा 100 जना मानिसको पैसा सहकारीमा फस्यो, सहकारीले पैसा फिर्ता दिन सकेको अवस्था छैन, तर त्यसका सम्पत्ति, जग्गा, ऋण उठाउन बाँकी पैसा भने छन्। समस्या के हो भने ती बेच्न, उठाउन र प्रक्रिया पूरा गर्न समय लाग्छ। यही बीचमा पीडित जनता भोकै बस्ने अवस्था आयो। त्यसैले सरकारले चक्रीय कोष बनाएको हो। के हो त यो चक्रीय कोषको काम भन्दा तत्काल केही रकम पीडितलाई उपलब्ध गराउने हो। पछि सहकारीको सम्पत्ति बेचेर वा ऋण उठाएर त्यो रकम फेरि कोषमा फर्काउने हो। सहकारीबाटै रकम असुल गरेर कोषमा फर्काउने व्यवस्था हो यो। पीडितलाई तत्काल राहत दिने माध्यम हो। अहिले केही विरोधीहरूले जनतालाई तिम्रो करको पैसा बाँडियो भनेर उचालिरहेका छन्। समाधान दिन नसक्नेहरू अहिले समाधानको प्रयास हुँदा भ्रम फैलाइरहेका छन्। सहकारी पीडितलाई आफ्नो बचत फिर्ता दिलाउने प्रयासलाई राजनीति गरेर बदनाम गर्नु लाजमर्दो कुरा हो। साथीहरू, तपाईहरु यो विषयमा के भन्नुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा व्यक्त गर्नुहोला।